हेलो नमस्ते सबैजनालाई। आज धेरै दिनपछि मैले भिडियो बनाएको छु। हामीहरु चाहिँ आज यता माटी मुनिसदेखि माथिको क्यासलमा आएको छौँ है, बुढारोमा। त्यही भएर यहाँ हल्का फुल्का भिडियो बनाउँदै हिँडेको छु। हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट गरिदिनु होला है त। यदि तपाईहरु चाहिँ यहीँको रेसिडेन्सी कार्ड, लिस्बनको रेसिडेन्सी कार्ड तपाईहरुसँग छ भने चाहिँ तपाईहरुले चाहिँ फ्रीमै हेर्न सक्नुहुन्छ है त्यो क्यासल चाहिँ। यदि तपाईहरुसँग छैन भने चाहिँ यसको टिकट प्राइस चाहिँ 15 युरो लाग्छ। त्यसमा पनि 13 वर्षदेखि 25 वर्षसम्मकोहरुलाई चाहिँ 7.5 युरो लाग्छ भने 65 वर्षदेखि माथिकोहरुलाई चाहिँ 12.5 युरो लाग्छ है। साथीहरु यो क्यासल हेर्न गएको फिक्स प्राइस चाहिँ 15 युरो लाग्छ है। यो चाहिँ पुरानो दरबार हामी पनि यहाँ फर्स्ट टाइम आएको। तपाईँ पनि फर्स्ट टाइम है? तपाईँ त सेकेन्ड हो? म चाहिँ रहेछ। ल हेर्नुहोस्, यहाँबाट चाहिँ यो खोलाहरू पनि देख्छ है मजाको। माथि डाँडामा छ क्या यो चाहिँ। यस्तो छ। खोला आज त चिसो पनि छ भने कस्तो घाम पनि लागेछ, चिसो पनि छ भने फेरि। चराहरू कराएको कुकु पनि गर्दैछ। रातो रातो त्यो टाइलको घरहरूबाट के माथि छ सबै रातो रातो दिएको छ भने। यहाँ तोप पुरानो यसरी राखेको छ। पुरानो तोप। चाहिँ यहाँ बस्नु पर्यो। आज घाम पनि त्यति चर्को लागेको छैन, चिसो चिसो छ है। त्यही पनि पातलो ज्याकेट लगाएर आएको छु। यो टोपी आज धेरै दिनपछि चाहिँ मैले भिडियो बनाएको छु है साथीहरु। यसको नाम कास्टेलो दे साउ जर्ज। कास्टेलो दे साउ जर्ज। खास नाम चाहिँ के हो त? त्यही हो, कास्टेलो दे साउ जर्ज। उनको भाषामा है। कास्टेलो दे साउ जर्ज। मेरो छोराहरू चाहिँ यहाँ स्कुलदेखि चाहिँ 2 चोटि आइसक्यो भने यहाँ मजुरहरू पिकअप लडेको खानेकुरा उसमा लडेको भाइ फाइट गरेछ। खाना खोज्न आयो भनेर होला नि यिनीहरू। यहाँ छ माथि डाँडा, उसमा रुखमा पनि बस्छ। गयो ए नाचेको रमाको के हेर्न। Oh my god.
नेपालमा हुँदाखेरि देखेँ त नि यहाँ र पो यस्तो अन्त मजुर खुसीले आफ्नो पखेटाहरू पङ्ख फिजाएको हेर्नु त फेरि त्यसले नि गरे फेरि अर्कोले नि हो के हो यहाँ त कम्पिटिसन जस्तो यता पनि गरेछ उता पनि गरेछ यहाँभित्र चाहिँ पुरानो त्यो पहिला युज गरेको के यहाँको क्यासलको मान्छेहरूले पहिलाकोहरूले राखेको रहेछ तर भिडियोहरू खिच्नु नदिएको रहेछ क्या त्यही भएर हेरेर मात्र आएँ यहाँ मजुरहरूले चाहिँ यहाँ रमाइलो गर्दैछ यहाँ कराएर मजुर डान्सहरू गरेर यहाँ जस रमाइलो गरेछ यहाँ मजुरहरूले चाहिँ यहाँ चाहिँ सेतो मिक्स रहेछ यो मजुर चाहिँ खै त अहिले त गरेन यसले कति धेरै रहेछ गरे यो चाहिँ अघि तलबाट खिचेको थिएँ भिडियो अहिले माथि चढेर खिचेको छु हल्ला गर्दैछ भने मजुरहरू यिनीहरूलाई दाना दिन आएको रहेछ त्यो गाडी सानो गाडी यता माथि जाऊँ उता माथि के कता हो यताबाट नि रहेछ ए ल जाऊँ यता ए यिनीहरू यहाँ बस्दैछ यहाँ पालेको भएर होला नि नडराउने क्या मान्छेहरूसँग है मान्छेहरूसँग के नडराउने के यहीँ पालेको भएर नि ओ फेरि गरे यसले राख्यो कति धेरै फुलायो यसले मैले खिचेको हो उति सेतोले नि फुलाएको थियो निकै बेर ढुङ्गे धारा cheer आज दिन राम्रो छैन एकछिन घाम लागेको थियो फेरि चिसो चिसो भयो यो बिल्डिङ भित्र छिर्दैछ पुरानो बिल्डिङ पुरानो इट्टा कता देखियो फेरि बन्द छ त्यहाँ फेरि यता होला अब पुरानो ढोका खुल्ला यहाँ फेरि प्रोग्राम देखाउने रहेछ स्टेज हेर्नु है होइन होला चारैतिर सकेर कताबाट चढ्ने अब पुरानो
सानो ढोका सानो हेर्न है यो इनार रहेछ के हो यो हेर्न इनार हो कि इनार जस्तै छ त नलेखेको भाइ इनारै रहेछ बुढो यो इनार रहेछ यो इनारै रहेछ यहाँ लेखेको छैन इनारै रहेछ यो तालचा लगाएर राखेछ तोप त्यहाँ पनि रहेछ सानो हामी चाहिँ अब टपमा छौँ यहाँ माथि तर अब डेन्जर चलेको छ कि यस्तो रहेछ टावर यस्तो के पहिलाको दरबारहरू जताको पनि के नेपालको होस् विदेशको होस् कस्तो टप हाइट हुने ठाउँमा राख्ने के बनाउने के पनि यस्तो पुरानो भर्याङ हेर्न कति सानो सानो माथिबाट हेर्ने होला नि बजारतिर दुश्मनहरू आयो कि भनेर यस्तो छ अलिअलि घाम लागेको छ एकदम सफा हामी चाहिँ अब यहाँ हिँड्दैछौँ हेर्दैछौँ ठाउँ त माथि माथि चढेर यस्तो छ ढुङ्गा यताको पिलर 확실히 물이 좀 잘 보여 위에 올라가면. माथि माथि नि गर्छ मान्छेहरू म त जाँदिनँ चक्कर लाग्छ यतै घुम्छु म चाहिँ यहाँ टपमा आएको छु अहिले सानो के बाटो नि भर्याङ पनि फेरि त्यति बेलाको हेर न यो सिडी चढ्नु पनि ओहो तत् तल माटी मुनिसबाट देख्ने भर्याङ पो रहेछ यो त है तल गार्डहरू छ के अरे गार्ड बस्छ त्यहाँ अब चाहिँ हामीहरू हेरेर पनि अब निक्लिँदैछौँ क्यासल हेरेर निक्लिँदैछौँ यता यहाँ इनारहरू चाहिँ यसरी बन्द गरेर राखेको है उहिले चलाउने इनारहरू होला नि यहाँ त पानी रहेछ तल त पानी नि रहेछ के तल छ हेर्नु है इनारै छ क्या इनार त्यो बिचमा छ क्या यहाँ अर्को इनार कस्तो के है यति माथि हाइटमा इनार खनेर यहाँ पनि रहेछ यी त्यो अर्कोमा त थिएन है के मजाको नि व्यवस्थित तरिकाले है यस्तो बनाउने भएपछि है
ओके हो त नि अब यतैबाट त होला फर्किने है यहीँदेखि हो फर्किने बाटो हो यो रहेछ अब चाहिँ हामी फर्किँदैछौँ हजुरहरूलाई मेरो यो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट गरिदिनु होला है त बाई बाई थ्याङ्क यू फर वाचिङ